हरिउनको औद्योगिक ग्राम उज्यालो बत्ती अँध्यारो कार्यशैली विकासको हत्या यसरी हुन्छ हेर्नुहोस्। यदि सर्लाहीको हरिउनमा रहेको यो औद्योगिक ग्राम समयमै सञ्चालनमा आएको भए आजको दृश्य सम्भवतः यस्तै हुन्थ्यो। यहाँ मेसिन चलिरहेका हुन्थे, विदेश जान छोडेर सयौं युवा रोजगारीमा हुन्थे, उत्पादन बजारमा पुग्थ्यो, हरिउन आर्थिक गतिविधिको नयाँ केन्द्र बन्दै गएको हुन्थ्यो, स्थानीय व्यापार फस्टाउँथ्यो र हरिउनले नयाँ औद्योगिक पहिचान बनाउँथ्यो। ससाना यातायात साधनले प्रशस्त काम पाउँथे भने यहाँ होटेल, लज, पसल अनेकौं व्यापार फस्टाएको हुन्थ्यो। रातको अँध्यारो हटाउन यहाँ सोलर बत्तीहरू अझै बलिरहेका छन्। यो औद्योगिक ग्राम भने दिउँसै अँध्यारो जस्तो छ। जंगल र घारीमा परिणत भएको छ यो ठाउँ। सियाल, कुकुर र जंगली जनावर बस्ने ठाउँ बनेको छ। एकापट्टि अव्यवस्थित फोहोरको मेला लगाइएको छ। तत्कालीन हरिउन गाविसले खरिद गरिएको ऐतिहासिक ट्र्याक्टर यही अलपत्र छ। मान्छे हेर्न राखेको मान्छे पनि तलब दिएन भने फर्केर गयो। यहाँ मैले 2 बिघा जमिन दिएँ हेर्नु, पहिलानी जमिन। यो फ्याक्ट्री बन्छ, यो बनिसकेपछि केही हुन्छ भनेर चाहिँ दिएको, तर केही भएन। आखिर तर यो चाहिँ के भन्छ, समाजले हेर्नुपर्ने कुरा हो क्या, परको मान्छेले पनि हेरेर भन्नुपर्ने कुरा हो। कठै हाम्रा जनप्रतिनिधि त्यो विकास रूपी जादुको छडी चलाउने इच्छा शक्ति नै देखिएन। संघीय सरकारको योजना अन्तर्गत नगरपालिकाले जग्गा उपलब्ध गरायो। स्थानीयवासीले आफ्नो भोग चलनको जग्गा विकास होला भनेर निस्वार्थ रूपमा प्रदान गरे। बजेट आयो र चानचुन 10 बिघा क्षेत्रमा औद्योगिक ग्राम निर्माण भयो। कार्यालय भवन छ, सडक छ, शौचालय छ, पानी छ, विद्युत छ, तटबन्ध भयो, रातभर बल्ने सोलर बत्ती छन्, अर्थात् उद्योग सञ्चालनका लागि चाहिने आधार तयार भयो। अब आवश्यक थियो स्पष्ट योजना, कार्यविधि, व्यवस्थापन र काम गर्ने हुटहुटी। तर अहिले यी सबै सम्भावना मूर्छित छन्। एउटा दृष्टान्त ठ्याक्कै मिल्छ। थालमा खाना पस्किएको थियो, भोक लाग्यो भन्ने मान्छेले मुखमा टेप बाँधेर बसेको छ। यस औद्योगिक ग्रामको अवस्था ठ्याक्कै त्यस्तै छ। नगरपालिकाको अघिल्लो कार्यकालका जनप्रतिनिधिले सबैजसो यो संरचना बनाए। अब कार्यविधि बनाएर उद्योगीलाई आह्वान गर्न सकिन्थ्यो। आवश्यक सुविधा घोषणा गरेर उद्योग स्थापना गर्ने वातावरण बनाउन सकिन्थ्यो, निवेदन माग गर्न सकिन्थ्यो। तर त्यो कुरो छोडौं, अहिले त संरक्षणसम्म भएको छैन। पर्खाल भत्किसकेका छन्, भवनहरू मक्किसकेका छन्, दुर्व्यसनीको थलो बनेको छ यो ठाउँ। रात दिन गलत गतिविधि हुन्छन् भन्छन् स्थानीयवासी। करोडौंको लगानीमा बनेको यो पूर्वाधारले गिज्जाइरहेको छ। हरिओनको रोजगारी, उत्पादन र समृद्धिको सम्भावना हो यो योजना, तर विकासलाई घाँटी निमोठेर हत्या गरिएको छ। लगानी चुर्लममा डुबेको छ। अझै पनि गर्न सकिन्छ नि हजुर। योजना भागमा कति पार्ने भन्ने झगडा छोडेर औद्योगिक ग्राममा लगानी गरौँ न। इच्छा शक्ति भए आफैले मृत्युको मुखमा पुर्याएको औद्योगिक ग्रामलाई बिउताउन अझै समय छ नि। करोडौंको लगानी डुबाउनु पनि भ्रष्टाचार होइन र? स्थानीय नागरिक र राजनीतिक दल त मौन छन्। राज्यका निकायले हरिउन नगरपालिकालाई एउटा प्रश्न सोधिदिए हुन्थ्यो नि, छँदा खाँदाको औद्योगिक ग्रामलाई किन भूत बंगला बनाउनु भयो? अन्त्यमा एक सचेत नागरिकको हिसाबले बिन्ती बिसाउँछु, औद्योगिक ग्रामलाई जंगल होइन उद्योग चल्ने ठाउँ बनाइदिनुहोस्। धन्यवाद, नमस्कार।